नमस्ते, मेरो नाम सुरेन्द्र तामाङ। घर मेरो पूर्व शङ्खसभा तुलुङटा। अहिले हाल चाहिँ काठमाडौँ वनस्थली नेसनल किडनी सेन्टरमा उपचार गरिरहेको छु। म एउटा किडनी पेसेन्ट बिरामी हो। म बिरामी हुन लागेको चाहिँ लगभग 4 साल हुन लाग्यो र यहीँ एनकेसीमा उपचार गरिरहेको छु। हप्ताको 3 पटकले। यो मेरो फर्स्ट चाहिँ यो किडनी बिरामी चाहिँ मेरो लगभग अ, मलेसियाबाट सुरु भएको हो। तर त्यसपछि यहाँ आएर पनि चेकअप गर्दाखेरि पनि नदेखेर पनि फेरि मलेसिया बाहेक 2टा देश साउथतिर कतार जाँदा पनि नदेखेको कारणले गर्दाखेरि चाहिँ यसमा कुनै पनि छ जस्तो नलागेर त्यसमा कुनै शङ्कापद नभएकोले त्यस्तो खासै शरीरमा त्यस्तो ध्यान आकर्षण पनि भएन। पछि 6 वर्ष बितिसकेपछि चाहिँ एकदम गाह्रो हुने कारणले चाहिँ लास्टमा केही डाउट चाहिँ लागेको थियो। पछि त्यो डाउटको चाहिँ एकदम सत्य भएको थियो। पछि साउदी 1 महिना बसेर फेरि नेपाल आएर फेरि कतार जाँदाखेरि कतार 6 वर्ष कटिसकेपछि चाहिँ बल्ल यो रोगले चाहिँ मलाई च्यापेको थियो, किडनी बिरामी भएर। त्यसपछि चाहिँ मेरो फर्स्टमा चाहिँ यो रोग लाग्ने बेलामा चाहिँ मेरो शरीरमा चाहिँ हातखुट्टाहरू गल्ने, अनि नाकबाट ब्लड धेरै जाने, अनि जाडो एकदम धेरै हुने, अनि पसिनाहरू पनि बढी आउने, त्यस्तो भएको थियो त्यति बेला चाहिँ। काम गर्न नसक्ने अवस्था भइसकेपछि चाहिँ पछि आफैले कम्पनीमा रिजाइन हानेर अनि 1 महिना बसेर पछि बल्ल घर आएको। अनि घर आइसकेपछि चाहिँ यहाँ नेपाल आइसकेपछि चाबेल मेडिकेयरमा फर्स्टमा त्यहाँ चेकअप गराउँदाखेरि चाहिँ त्यहाँ चाहिँ बल्ल थाहा पाएको थियो कि किडनीले काम गर्न छोडिसकेको थियो भनेर, 2टा किडनीले। अनि पछि फेरि त्यहाँबाट डक्टरको भनेअनुसार चाहिँ डायलिसिस गरिहाल्नुपर्छ भन्नुहुन्थ्यो। तर पनि त्यहाँ कुरो नगरिकन फेरि म घर गएँ। घर गएर पनि लगभग म 1 महिना जस्तो बसेँ होला घर गएर पनि फेरि। फेरि पछि अनि गाह्रो भएर फेरि यहाँ आएर बल्ल अनि इमर्जेन्सीमा छिरेर डायलिसिसमा गर्न थालेको बल्ल पछि। फर्स्टमा त यो गाह्रो हुँदाखेरि एकदमै धेरै गाह्रो भएको थियो। सास फेर्न गाह्रो भएर एकदमै गाडीबाट त्यति बेला उता दाइको रुममा बस्थ्यो, म उता सिनामङ्गलमा बस्थ्यो दाइको रुममा। अनि त्यताबाट आउँदाखेरि चाहिँ डाइरेक्ट एकदम गाह्रो हुने क्या आउँदाखेरि। अनि पछि अनि बल्ल अनि त्यहाँ मेडिकेयरमा छिरेर इमर्जेन्सीमा छिरेर त्यहाँबाट पनि फेरि नभएर गएर फेरि अनि त्यहाँबाट लु यहाँ 24 घन्टा हुँदैन, टिचिङमा 24 घन्टा हुन्छ, त्यहाँ गएर फेरि त्यहाँबाट डक्टर भनेअनुसार त्यहाँबाट गएर फेरि उहाँ डायलिसिस गर्न थालेको इमर्जेन्सी छिरेर। फर्स्टमा चाहिँ त्यहाँ चाहिँ त्यो डायलिसिसको लागि चाहिँ कति 5,000 लिएको थियो अरे सामानको लागि। त्यही सामानको लागि मात्रै। अनि अरू चाहिँ उनीहरूले सबै गर्दो रहेछ। अनि पछि अब अनि त्यो डायलिसिस मात्रै 5,000, अनि अरूको त भिन्दै लागेको थियो। अब कति लागेको थियो त्यति बेलै दाइहरू सधैँ थियो। आफूसँग त्यति बेला पैसा पनि थिएन, उनीहरूसँग पैसा थियो अनि उनीहरूले गरेको थियो गर्नु चाहिँ। तर मलाई चाहिँ त्यो डायलिसिसको 5,000 थाहा थियो, अरू त थाहा थिएन मलाई। पैसा त त्यति बेला कम्पनीले 2 लाख रुपियाँ दिएको थियो बोनस भनेर। अनि अरू अरू काम गरेको पैसा अलिअलि आएको थियो, त्यति नै थियो। लगभग पैसा त 2 लाख 3 लाख जति थियो होला मसँग साथीहरू साथमा। अनि उता घर गएर त्यो पनि पैसा सकिहालेको थियो। अनि पछि सबै दाइले गरेको खर्च चाहिँ। मैले त कति उपचार गर्न थालेको लगभग 4 वर्ष हुन लाग्यो। अब 3.5 भयो भनौँ, 3.5 भयो। 4 वर्ष भएको चाहिँ छैन, हुनै लागेको छ। तर यतिमा लगभग 15-16 लाख त गइसक्यो होला मेरो आफ्नो, होइन दाइको चाहिँ गइसक्यो। अनि अब अहिले चाहिँ अब दाइको रुममा नि कति म 15 महिना जस्तो बसेँ होला। सबै अब एकै दिन अब आफ्नोमा बसिरहँदा पनि खासै राम्रो जस्तो नहुने क्या, नराम्रो पनि गऱ्यो, राम्रो पनि खासै गरे जस्तो नगर्ने। त्यही भएर अनि पछि अनि उताबाट फेरि घरबाट फेरि 5,000 पैसा मागेर अनि फेरि आफू यता सरेको बल्ल। अनि अहिले चाहिँ एक्लै बसेर उपचार गरिरहेको छु। सबभन्दा मेन पहिला कुरा त आफूले आफूलाई बचाउनु पऱ्यो, होइन? आफ्नो स्वास्थ्यलाई केयर गर्नु पऱ्यो। हामीले त पहिला उता बाहिर बसेर पनि स्वास्थ्यलाई केयरै गरेन भनौँ न। मतलबै गरेन, भोलि के हुन्छ पर्सि के हुन्छ त थाहै नहुने। अलिअलि हातखुट्टा दुखे पनि, टाउको दुखे पनि भोलि ठिक भइहाल्छ भन्ने, अनि त्यो मतलबै नगर्ने। अनि फेरि भोलि पर्सि ठिक पनि हुने। तर अब यसको फल त पछि मात्रै देखा पर्छ नि त।
अनि त्यही भएर चाहिँ आफूले आफूलाई पहिला चाहिँ एकदम केयर गर्नुपऱ्यो, हस्पिटल जानुपऱ्यो होइन। अलिअलि दुखाइ केही छ भने गरेर चेक जति चाहिँ गइहाल्नु पऱ्यो। अनि डक्टरको भनेअनुसार अब औषध उपचार गर्नुपऱ्यो, खानुपऱ्यो, पानी बढी खानुपर्यो, त्यही भन्छु म चाहिँ। हामीले बाहिर अब खाडी मुलुकमा त प्रायःजसो घाम 45 चाहिँ पुगिरहेको हुन्छ डिग्री होइन। त्यत्रो घाममा प्रायःजसो हामीले चाहिँ अब पानी अब अरूले त कोही कोही त पानी खान्छ, हामीले चाहिँ प्रायःजसो चिसो खान्थ्यौँ, कोल्ड ड्रिङ्कहरू। अब त्यही पनि अब ठुल्ठुलो खान्थ्यो क्या, जम्बोहरू खान्थ्यो, 2 3 चाहिँ खान्थ्यो, 3जना 4जना हामीले त्यस्तै खान्थ्यो। अनि अब हामी फेरि अब काम गर्ने बेलामा अब बाथरुमहरू पनि जान अलिकति टाढो पनि हुने क्या, माथिबाट तल आउनु नि टाढो पनि हुने। बाथरुम त हुने तर अब तल जानुपर्ने, अलिक अल्छी पनि लाग्ने, अनि खासै पानी नखाने। अनि पानी नखाएपछि खालि चिसो माग्यो भने चिसो मात्रै खाने। त्यस्तो खाएपछि अनि अब म चाहिँ के भन्छु भने यता जो पनि विदेशमा काम गर्ने मान्छेहरू हुन्छ नि, खाडी मुलुकमा काम गर्ने मान्छे, उनीहरूलाई चाहिँ अब के भन्छ भने हामी त पहिला हामीलाई भन्थ्यो क्या साथीहरूले, अब बाहिर दिउँसो घाममा काम गर्दा एकैचोटि रुममा आएर बेलुका नबस्ने चिसोमा, अनि एक्कासी पानीमा नभिज्ने, एकछिन बाहिर बसेर हावा खाएर अनि बल्ल नुहाउने, अनि बल्ल चिसो पानी खेल्ने भन्थ्यो। अनि हामी त कुरा मतलबै गर्दैन थियो। तर अहिले म त्यही भन्छु, अब एक्कासी दिनभरि ज्यान तात्तिएको ज्यान हुन्छ, थाकेको ज्यान हुन्छ, गएर एसीमा नबस्ने एकैचोटि होइन। अनि बल्ल बाहिर एकछिन बसेर अनि बल्ल छिरेर अनि भर्खर नुहाउने हो भन्ने चाहिँ भन्छु मैले। यो यत्रो मेरो खर्च 15 लाख चाहिँ मेरो गाउँको जग्गा पनि मैले बेचिसक्यो। अहिले जग्गा भनेको त घर मात्रै छ, अरू सब बेचिसक्यो। त्यो बेचेर पनि पैसा सकिसक्यो। अनि पैसा सकेन, अब दाइले आधी हालेको छ, त्यो दाइलाई पनि म दिनुपर्यो, छैन कहिले दिनुपर्ने त पनि अब पछि अब भयो भने देऊला, नभए नदेऊ भने त्यही बसिरहेको छु। अब आधी दाइको, अब आफ्नो त सकिसक्यो, छैन आफ्नो त। अब आफ्नो त त्यही एउटा घर मात्रै छ, त्यो घर पनि अब के भने थाहा छैन। अनि मेरो त अब यो पढ्दा त अब अहिले त्यस्तो त छैन होइन। अब कतैबाट कसरी नै भइगयो भने पनि अब त्यस्तो चाहिँ छ। अब फेरि अब काम गर्न त मन हुँदै हुन्छ होइन। अब ट्रान्सप्लान्ट गरिसकेपछि त अब अलिकति सकिन्छ नि त काम गर्न त। अनि पैसा कमाएर अनि अब बाबुआमालाई चाहिँ खुसी पार्ने चाहिँ छ इच्छा चाहिँ। खास चाहिँ मेरो घरको चाहिँ के भन्छु भने, अब मेरो आमा पनि कति लगभग 9 वर्ष भयो होला अहिले प्यारालाइसिस भयो। अहिले मेरो बाउ आमालाई हेर्दा ठिक्क हुन्छ गाउँमै। अब हिँड्नु सक्नु सक्दैन, अब त्यही बस्ने अनि त्यही खाने मात्रै हो। अनि सबै बाउले सेयर गर्नुपर्छ उता घरमा पनि। अनि अब आफू यता एक्लो, अनि अब दाजुभाइ अब सबै आफ्नो आफ्नो काममा आफ्नो आफ्नो लाइनमा छन्। अब त्यो एउटा दाइ यहीँ छ, अहिले उता झापामा घर बनाउँदैछ उता चाहिँ। अनि अब माइला दाइ चाहिँ उता बाउआमासँग छ, घरमै छ उता चाहिँ। अनि अब उनीहरू कहिलेकाहीँ फोन गर्छ, अनि अब यसो पैसा खर्च हाल्दै भन्छ, त्यहाँ कहिलेकाहीँ छैन भन्छ। त्यो अनि यता अब निशाम भाइहरूले कहिलेकाहीँ दिनुहुन्छ, घरबाट दिनु भइरहेछ, अनि खाना त त्यसमै बसिरहेको छ। नमस्कार, मेरो नाम सागर तामाङ। मेरो घर चाहिँ शङ्खसभा हो। म चाहिँ 19 वर्षको उमेरमा मलेसिया गएको थिएँ। अनि त्यहाँ मैले लगभग 7-8 वर्ष काम गरेपछि, भनौँ न 8 वर्ष काम गरेपछि पहिला चाहिँ देखेको चाहिँ प्रेसर हाई थियो। यो जस्तो भनौँ न यहाँबाट गएको चाहिँ 3 वर्ष 4 वर्ष जस्तो हुँदाखेरि प्रेसर हाई देखियो। अनि पछि त्यसको औषधि खाइबसेको थिएँ। अनि खाँदा पनि औषधि, त्यहाँको औषधि खाँदा पनि प्रेसर चाहिँ कन्ट्रोल भएन। अनि पछि बिस्तारै अब कन्ट्रोल नभए नि काम चाहिँ गरिबसेँ। काम गर्दा पछि एकदम झन् गाह्रो अब उल्टीहरू आउने होइन, खुट्टाहरू सुन्निने, एकदम त्यस्तो खालको समस्याहरू देखेपछि अब के भएछ भनेर चाहिँ अब लास्टमा अब काम गर्नु नि एकदम गाह्रो भयो क्या। पछि के भएछ भनेर हस्पिटल चेक गर्न गएको। अनि त्यहाँ चाहिँ अब लगभग त्यो टाइममा त 8 वर्ष भइसकेको थियो। अनि त्यहाँ चाहिँ थाहा भयो कि अब किडनी फेल भएछ भनेर त्यहाँको डक्टरले भन्नुभयो, अब तिम्रो चाहिँ 80 80 भनौँ न 80-90% चाहिँ किडनीले काम गर्न सकिसकेको छ। अब तिमी चाहिँ तिम्रो देशमा जाऊ, अनि त्यहाँ गएर अब डायलिसिस गर्नु, अनि पछि ट्रान्सप्लान्टै गर्नुपर्छ भन्ने खालको कुराहरू उहाँहरूले भन्नुभयो। त्यो भएर फर्केर आएको। अहिले चाहिँ उपचार गरेको चाहिँ अहिले लगभग 2 वर्ष भयो। नेपालमा आएर लगातार नेपाल, उहाँबाट मलेसियाबाट नेपाल आएँ। नेपाल आएपछि वीर हस्पिटल गएँ। वीर हस्पिटलमा गएर त्यहाँ चेकअपहरू गरेँ। अनि चेकअपहरू त्यो गरिसकेपछि त्यहाँ रिपोर्ट आयो। अनि रिपोर्ट आएपछि उहाँहरूले अब डक्टरहरूले भन्नुभयो, अब तिम्रो चाहिँ अब
डायलिसिसै गर्नुपर्छ। डायलिसिस गर्नुपर्ने अवस्था पुगिसकेको छ। अब डायलिसिस गर्ने हो अनि भनेर उहाँले घाँटीबाट पाइप लगाइदिएर डायलिसिस गर्न सुरु गरेको। भनेपछि अहिले 2 वर्ष भयो डायलिसिस गर्न थालेको। डक्टरले अहिलेसम्म यही नै यसैले गर्दा गएको मृगौला गएको भनेर चाहिँ भन्नुभएको छैन के अरे। तर उहाँहरूले अब यसो अब रिसर्चहरू गर्ने टोलीहरू टिमहरू अनि उहाँहरूले भन्नुहुँदा चाहिँ अब पहिलेदेखि प्रेसर हाई होइन देखिएको। त्यो प्रेसर हाइले गयो कि भनेर चाहिँ कुरो गर्नुहुन्छ। अनि प्लस फेरि अब त्यो हामी त अब विदेशमा घाममा काम गर्दाखेरि अब त्यो एकदम चिसो खानेकुराहरू खाएर त्यो पेय पदार्थहरू खाएर चाहिँ त्यो चिसो खानेकुराहरूले पनि गएको हुनसक्छ भनेर भन्नुहुन्छ। कमाउनु चाहिँ अब 8 वर्षमा कमाउनु चाहिँ अब कमाउनु त कमाएको थिएँ। एउटा घर पनि बनाएँ गाउँमा, गाउँले टाइपको घर बनाएँ। अनि प्लस अब अलिअलि घर खर्चहरू गर्दा त्यो पैसा दिँदै सकियो भनौँ न। अनि पछि अब आफू बिरामी हुने बेलामा त अब भर्खर जब घर बनाइसकेको थिएँ अनि आफू पनि बिरामी भयो। अनि आफूलाई खर्च गर्ने बाटो पनि भएन क्या तपाईँको। अनि पछि बिस्तारै अब अहिलेसम्म चाहिँ अब कोही साथीहरूलाई माग्दै साथीहरूले अब यसो कसैले दिनेहरूले दिइराख अनि यस्तै गर्दै चलाइरहेको छु। अहिलेसम्म टोटल भन्नुपर्दाखेरि सक्यो होला 8-9 लाख जति सक्यो होला। दिनु त पर्दैन, हप्तामा 3 चोटि पर्छ। अब यो डायलिसिस 3 चोटि गर्दा अब पहिला चाहिँ अब हामी खासमा 2 चोटि गर्थ्यौँ। अनि 2 चोटि गर्दाखेरि अनि डायलिसिस नपुगेको भएर अनि फेरि पछि 3 चोटि गरेर अनि अब 3 चोटि गर्ने हो हप्ताको 3 चोटि। अब 3 चोटिमा 3.5 घन्टादेखि 4 घन्टा गर्नुहुन्छ। म चाहिँ अहिले 3.5 घन्टा गरिरहेको छु। अनि खर्च चाहिँ अब त्यस्तै हो तपाईँको। अब त्यो अब डायलिसिस त फ्री नै हो। त्यसमा लाग्ने औषधिहरू हुन्छ। अब सुईहरू भयो, औषधिहरू अब कहिले गाह्रो सधैँभरि एकनास हुन्छ भन्ने हुँदैन। कहिले गाह्रो हुन्छ, गाह्रो भएको त्यो औषधिहरू लगाउनुपर्छ। त्यो आफ्नै खर्च हुन्छ। खर्च त राम्रै अब जान्छ, धेरै जान्छ। धेरै भनौँ न अब त्यस्तो साह्रो धेरै नै होइन। अब त्यो हामीलाई चाहिँ धेरै हुन्छ के छैन। अहिले परिवार छ, मेरो वाइफ पनि छ, मेरो अहिले मम्मी पनि हुनुहुन्छ यतै। अहिले त खासमा भन्यो भने कसैले अब आफू पनि पुरै जिरो भयो 2 वर्षसम्म काम गर्दाखेरि अब खर्चहरू चाहिँ अब यसै अब ट्रान्सप्लान्ट लागि अहिले यो गरिरहेको छु मैले। अनि त्यही साथीभाइहरूसँग अब कसैले अब अस्ति पहिला एकचोटि गाउँघरतिर चन्दा पनि चन्दा उठाएर हिँड्यो। अनि चन्दा उठाएर प्लस अनि साथीभाइहरूलाई पनि यसो अब अलिअलि हेरिदेऊ भनेर उहाँहरूसँग मागेर गरिरहेको छु खर्च चाहिँ। अब यस्तै गर्छु भने त छैन होइन। अब हेर्दै अब ट्रान्सप्लान्ट गरौँ पहिला अनि राम्रै भएछ भने अब राम्रै भएछ भने चाहिँ अब केही गरौँला भन्ने विचार छ। यसो आफूले सक्ने अब यसो पसल केही अब के हुन्छ त्यो त अब एक्ज्याक्टली थाहा छैन। तर केही चाहिँ गर्छु भन्ने चाहिँ छ। भनौँ न सानो यसो सानोतिनो गरिखाने बेला यसो चिया पसलहरू यसो त्यस्तै केही। अब बुढीले अब मेन त बुढीले अब टेलर सिकेको भएर टेलरै गर्दैन कि भन्ने खालको कुरा पनि छ। त्यही हो। अब पहिला चाहिँ अब डायलिसिस गरिबस्दाखेरि अब अलि अब त्यही त हो नि। अब सधैँभरि डायलिसिस गरेर मात्रै हुन्छ के अरे होला जस्तो लागेन। अनि पछि बिस्तारै म घर परिवारसँग सल्लाह भयो। अनि सल्लाह भएपछि अब अनि सबैजनासँग कुरा गरेँ। अनि कुरा गर्दाखेरि अब उहाँहरूले पनि अब ठ्याक्कै अब त्यो टाइममा पैसा पनि थिएन अनि आउने खालको कुरा पनि गर्नु भएन। अनि अहिले पछि चाहिँ अब उहाँहरूले आफैले बुझेर अब के भन्छ अब अपरेसन नै गरौँ होइन, ट्रान्सप्लान्ट नै गरौँ। अब पछि गएर राम्रो हुन्छ भने अपरेसन नै गर्दा ठिक हुन्छ भनेर उहाँहरूले बुझेर आउनुभयो। अनि अहिले चाहिँ अहिले आमाको चेकअप गरिरहेको छु। प्रायः अब आमाकोबाटै हुने भएको छ। अनि के अरे अब अहिले के भन्छ अपरेसन हुने अब डक्टरहरूसँग मिटिङ हुँदो रहेछ नि त। सबै चेकहरू गरेर अहिले चाहिँ मेरो चाहिँ मिटिङसम्म पुगेछ। अब उहाँहरूले टाइम दिनुहुन्छ होला। अनि त्यो बेला थाहा हुन्छ। अब अहिले चाहिँ भन्न सकिन्न यो। किनभने अब के भन्छ त्यो चेकअपहरू गर्दै गयो। अनि पछि चेकअपहरू गरेपछि अब त्यो उहाँहरूले मिटिङ गर्नुहुने रहेछ डक्टरहरूले। मिटिङ गरेपछि थाहा हुन्छ। अहिले चाहिँ थाहा छैन। अब यो चाहिँ अब
के भन्छ अब विदेशमा अब काम गर्नु थालेपछि अब त्यहाँ अब गर्मी हुन्छ अब होइन, अब टाइममा चाहिँ अब पानीहरू अब पानीहरू मिलाएर खानुपर्यो। अनि प्लस अब महिना 6 महिनामा वर्षमा भनौँ न वर्षमा एकचोटि चाहिँ आफ्नो स्वास्थ्य चेक पनि गर्नुपर्यो। किनभने अब विदेशको ठाउँमा अब त्यही हो नि, अब काम गर्दा अब कहिले प्रेसर हाई, मेरो जस्तो देखियो प्रेसर हाई, अब प्रेसरले गर्दा, सुगरले गर्दा जाने रहेछ। अनि त्यही भएर अब स्वास्थ्य परीक्षण पनि गर्नुपर्यो। अनि प्लस अब खानेकुराहरू पनि मिलाएर आफ्नो टाइममा खानुपर्यो। जति नै अब के भन्छ अब आफ्नो व्यस्त आफ्नो टाइमलाई मिलाएर खानेकुराहरू पनि खानुपर्यो। त्यही भन्छु म। अनि त्यो त खासै केही पनि थिएन। अब म चाहिँ अब घरको जेठो छोरो भएको कारणले गर्दाखेरि होइन, अब घरमा बाबुआमालाई परेको अब ऋणहरू भयो, अब घर खर्चहरू चलाउनको लागि सजिलो होस् भनेर चाहिँ कमाउनु जाने चाहिँ एउटा सोच थियो। त्यही भएको कारणले गर्दाखेरि म चाहिँ मलेसिया गएँ, विदेश गएँ भनौँ न। त्यही थियो। अरू चाहिँ खासै त्यस्तो सोच केही पनि थिएन। 9 क्लास पढ्दा हिँडेको अब के अरे कमाउँछ भने हिँडेको मान्छे हो। त्यही चाहना थियो। जस्ट मैले गएर मैले कमाएर चाहिँ मेरो घर परिवारलाई केही सजिलो होस्, सहज होस् भनेर चाहिँ त्यस्तो खालको चाहना थियो मेरो चाहिँ भनौँ न। अनि अब त्यही कमाउनु भनेर गएको, अब घरको जेठो छोरो कमाउने, घरबाट कमाउनु विदेश गएको भनेकै मै हो। अनि त्यहाँ गएर 8 वर्ष बसेँ। लास्टमा आफै बिरामी भएर किडनी फेल भएर फर्किनु भयो। त्यही छ। त्यो कन्फर्म भइसक्यो। कन्फर्म भएर अब सबभन्दा पहिला त कन्फर्म भएर नै त्यो चेकहरू अगाडि बढाउने हो। अनि अब अहिले चाहिँ चेकहरू गर्दै गएपछि तपाईँको त्यो डक्टरहरूले ट्रान्सप्लान्ट गर्ने त्यो टाइमभन्दा अगाडि चाहिँ त्यो डक्टरहरू सबैजना मिलेर जुन डक्टर पनि भयो प्लस कानुनको मान्छेहरू हुन्छ नि, उहाँहरू सबैजना बसेर मिटिङ गर्ने हुँदो रहेछ कि। अनि त्यो मिटिङसम्म पुगेछ अब। अनि त्यो मिटिङ पछाडि अब मिटिङ बसेपछि अब उहाँहरूले टाइम दिनुहुन्छ होला। कुन दिन के हो कसो हो अब त्यो थाहा छैन। म पनि भर गर्दैछु। थाहा होला बिस्तारै। त्यस्तो हो जस्तो मैले खाएको छैन। अब ट्रान्सप्लान्ट अब अहिलेभन्दा अब यसरी अब डायलिसिस गरिबस्नुभन्दा ट्रान्सप्लान्ट गर्दा चाहिँ अब धेरै राम्रो हुन्छ। अब नर्मली मान्छेहरू जस्तै अब म पनि त्यस्तै हुन्छु कि भन्ने चाहिँ एउटा आशा छ होइन। त्यही हो। अब ट्रान्सप्लान्ट गरिसकेपछि अब त्यो सधैँ हस्पिटल जानु पर्दैन भन्ने चाहिँ अब जस गरिसके पछाडि धेरै राम्रो बेटर होला भनेर त्यही आशा छ। हाम्रो त दिनभरि त अब यस्तै यतै बस्यो, यसो अब यताउता बाहिरतिर निक्लियो, यसै छैन खासै केही गर्दिनँ म। कामहरू गर्नु मिल्दैन। यसै यताउता अब अल्छी लाग्यो भने अब यसो सुतेर बस्यो, नभए यसो लागेन भने यसो वरपर साथीभाइ आउँछ यतातिर यसो बोल्यो हाँस्यो यस्तै हो यहाँ त। अहिले त सबै नयाँ साथीहरू मात्रै छ। पुरानो साथीहरू सबैजना हरायो। अब यो बिरामी लागेपछि सबैजना हराउँदो रहेछ। आफ्नो दाजुभाइ, आफ्नो साथीभाइ भनौँ न सबैजना हराउने रहेछ बिस्तारै। हामीले चाहिँ अब सचिन्छ नि त। अब अब आफ्नो दाजुभाइ छ, आफ्नो परिवार छ, आफ्नो छ भनेर आफूले सोचिन्छ अब उहाँहरूबाट केही हेल्प होला, सहयोग होला भनेर। तर बिस्तारै यो चाहिँ सबैजना हराउँदो रहेछ। अहिले चाहिँ भनौँ न अब एक्लै छु भने जस्तो हो क्या। म हुन त मेरो अब दाजुभाइहरू टन्नै छ। हामी 4 जना भाइहरू दाइ भाइ मसँगै गरेर। तर अहिले अब यस्तो अब आफूलाई ठुलो रोग अब यो लाग्यो भनेर होला दाजुभाइ पनि सबैजना हराएको छैन। बिस्तारै छैन, कन्ट्याक्टमै छैन अहिले। यस्तो हुँदो रहेछ। अन्त त्यस पछाडि आफ्नो दाजुभाइ हरायो भनेपछि अनि झन् साथीभाइ त झन् हराउनु गइहाल्यो। त्यस्तो त्यस्तो हुने रहेछ। अरू अब के भनौँ अब तपाईँहरूको थ्रोबाट अब हाम्रो के अरे यसरी अब भेट भयो होइन। मेन त सूर्यनन्द दाइमा उसले पनि पहिलेदेखि अब के अरे उसकै थ्रोबाट तपाईँहरूसँग भेट भयो। अनि प्लस अब संस्था के अरे नेपाल डेभलपमेन्ट सोसाइटी उहाँहरू पनि हुनुहुन्छ। उहाँहरू सबैजनालाई तपाईँहरू सबैजनालाई धन्यवाद होइन। अब जस तपाईँहरूसँग भेट भएर कुरा गर्न पाइयो। यस्तै हो अब अर्थ खासै